नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ नेपालमा कोरोनाको प्रसङ्गबाट। नेपालमा पछिल्लो 24 घण्टामा थप 94 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या 2,75,518 पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमित 954 रहेका छन्। पछिल्लो 24 घण्टामा 55 जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या 2,71,550 पुगेको छ। नेपालमा पछिल्लो 24 घण्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 0 रहेको मन्त्रालयले पुष्टि गरेको छ। हाल नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3014 रहेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 3 जना कोरोना भाइरसबाट संक्रमित भेटिएका छन्। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार पछिल्लो 24 घण्टामा 3 जनामा संक्रमण देखिएको हो। प्रदेश 2 मा कुल संक्रमितको संख्या 17,206 पुगेको छ। अहिलेसम्म प्रदेश 2 मा कोरोना संक्रमणबाट 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा 16,984 जना संक्रमण मुक्त भइसकेका छन्। 1,46,641 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 42 वटा स्वाबको नतिजा आउन बाँकी छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 2 रुम गाउँ नजिकै डोजर दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। सुलीगाड फोक्सुन्डो सडक खण्डमा बाटो खन्ने क्रममा बुधबार बिहान डोजर दुर्घटना भएको हो। दुर्घटनामा 1 जना घाइते भएका छन्। दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका 11 का 17 वर्षीय हेमराज सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी राजु पाण्डेले जानकारी दिए। यस्तै त्रिपुरा सुन्दरी 11 का 15 वर्षीय एक राज बुढा घाइते भएका छन्। उनको हात खुट्टामा चोट लागेको छ। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरूका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनु भएको बताउनु भएको छ। सिंहदरबारमा बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएको मुद्दाहरूलाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिनु भएको बताउनुभयो। राजनीतिक दलहरूबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरूको मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिनु भएको बताउनुभयो। हामीले सबैसँग माग गर्यौं। हाम्रो मूल कुरा के हो भने सबभन्दा आवश्यक हामीले जुन सङ्घर्ष गर्यौं त्यो सङ्घर्षलाई समाप्त गर्नुपर्छ। जुन हाम्रो बन्दी छ उनीहरूको रिहाई, मुद्दा लागेको छ त्यो फिर्ता, संविधान संशोधन, नागरिकताको प्रश्न, 5.5 लाख मान्छे नागरिकता भएर नागरिकता प्रब्लम मान्छे बुझ्छन् खालि मधेसमा छ, पहाडमा पनि छ। बाबु जन्मसिद्ध नागरिकता पाए, छोराछोरीहरूले नागरिकता पाइराखेका छैन। नागरिकता विहीनको अवस्था के हुन्छ हामीले बुझ्न सक्छौँ। यो सम्पूर्ण विषयमा हामीले जो जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले वर्तमान अवस्थामा यस्तो बनाउन नहुने तर्क गर्नुभयो। सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय मिल्न भिन्न भिन्न भएको भन्दै उहाँले अरू दलको आड लिएर नेतृत्वमा पुग्न नहुने तर्क गर्नुभयो। नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधव कुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनु भएको छ। बुधबार नेपाल कम्युनिस्ट पार्टी एमालेको माधव नेपाल समूहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि नभई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेला गरिएको बताउनुभयो। उहाँले कम्युनिस्ट आन्दोलनको रक्षा गरी नयाँ उचाइमा पुर्याउनका लागि रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको दावी गर्नुभयो। बढ्न खोजिरहेका छौं, त्यो ध्वंस गर्नका लागि होइन, निर्माण गर्नका लागि हो। पार्टीलाई एकताबद्ध बनाउनका लागि हो, कम्युनिस्ट आन्दोलनको रक्षा गर्नका लागि हो, कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका लागि हो। त्यस हुनाले यो कार्यकर्ता भेला सकारात्मक रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको। नेता नेपालले नेकपा एमाले भित्रको विवादको जड अध्यक्ष केपी ओली भएको बताउनुभयो। केपी ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवाद सृजना भएको बताउनुभयो। अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला जनताको बहुदलीय जनवादलाई कुनै अडान नलिई हटाएको भए पनि जबजको हिमायती रूपमा प्रस्तुत गरिरहेको बताउनुभयो। ओलीले मदन भण्डारीको विरासत बोकेको भनी नक्कली कुरा गरेकाले भ्रममा नपर्न आग्रह गर्नुभयो। भनेको केपी ओलीमा
भएको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना उहाँमा रहेको मूल पक्ष, उहाँ इमानदार उहाँलाई कार्यकर्ता चाहिएको छैन। उहाँलाई आलोचना मन पर्दैन, उहाँलाई सुझाव मन पर्दैन। त्यस हुनाले यी सबै चिजले समस्या खडा गर्यो। त्यस हुनाले हामीले भनेको कुरा के हो भने, हामीले उठाएको कुरा के हो भने, पार्टी एकतालाई तपाईले स्वार्थ सिद्धिको साधन बनाउनु भयो, त्यो काम नगर्नुहोस्। पार्टी र कार्यदिशाको उल्लङ्घन गर्ने काम गर्नुभयो, त्यो पनि काम नगर्नुहोस्। जबजलाई तपाईले थातीमा राख्नुभयो, जबज सिद्ध्याउने काम तपाईले गर्नुभयो। तपाईले समाजवाद उन्मुख जनताको जनवाद मान्नुभयो, तर जनताको बहुदलीय जनवादको बारेमा कहीँ अडान लिनु भएन, खुसुक्क हटाउनु भयो। अनि हामीलाई तपाईले त्यो थोपर्ने काम गर्नुभयो। नेता नेपालले प्रधानमन्त्री ओलीले विदेशीहरूको सेवा मात्रै गरेको आरोप लगाउनुभयो। ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठान्ने गरेको उहाँको भनाइ छ। ओलीमा नेकपा एमालेको नेतृत्वमा आएपछि र माओवादीसँग एकीकरण भएपछि पनि सुरुदेखि नै गुटगत प्रवृत्ति मात्रै भएको बताउनुभयो। सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पूर्ववत संगठनात्मक संरचना र वैचारिक राजनीतिक मान्यता अनुरूप चलाउनुपर्ने नेता नेपालको जोड छ। नेकपा एमालेका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पार्टीलाई विभाजन र विसर्जनतर्फ लाने दुष्प्रयास गर्नुभएको बताउनुभयो। बुधबार नेपाल कम्युनिस्ट पार्टी एमालेको माधव नेपाल समूहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले सर्वोच्च अदालतको फैसलापछि पार्टीको बैठक राखेर नयाँ रूपले अगाडि बढ्ने पहल कदमी लिनुपर्नेमा प्रधानमन्त्री ओलीले गुट भेलाबाट पार्टीको विधान विपरीत निर्णय गरी पार्टीलाई विसर्जनमा लाने दुष्प्रयास गरेको बताउनुभयो। विचार विमर्श गरेर प्रति पार्टी पंक्तिभित्र आक्रोश पैदा भएको उहाँको भनाइ छ। पार्टी केन्द्रीय कमिटीको बैठक राखेर अनि नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने पहल कदमी लिनुपर्ने आवश्यकता थियो। त्यो कुरा उहाँले गर्न सक्नु भएन। उल्टै 28 फागुनमा उहाँले बालुवाटारमा गुट बैठक राखेर जुन ढङ्गले एकलौटी ढङ्गले आफ्ना मान्छेहरूलाई मात्रै राखेर उहाँले जुन ढङ्गका निर्णयहरू गर्नुभयो, त्यो निर्णय पार्टी विधान अनुरूप पनि छैन, पार्टीका सोच अनुरूप पनि छैन, पार्टीको महाधिवेशनले गरेका निर्णय अनुरूप पनि छैन। यसरी केपी ओलीले जुन ढङ्गले चाहिँ काम गर्नुभएको छ, हाम्रो पार्टीलाई विभाजनतर्फ, विघटनतर्फ र विसर्जनतर्फ लाने उहाँले दुष्प्रयास गर्नुभएको छ। यो दुष्प्रयासका विरुद्ध सिङ्गो देशमा, सिङ्गो कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टी व्यापी रूपमा एउटा आक्रोश पैदा भएको छ, रोष पैदा भएको छ र त्यो रोषलाई ठोस रूपमा पोलिटिकल्ली, राजनीतिक रूपले अभिव्यक्ति दिनको लागि र एउटा ठोस दिशा पार्टीभित्र गुटबन्दी केपी ओलीले नै सुरुवात गरेको जिकिर गर्नुभयो। ओली दक्षिणपन्थी अवसरवादी बाटोमा हिँडेको उहाँको आरोप छ। एमाले माओवादी पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी प्रधानमन्त्री ओलीको हातमा भए पनि एकतालाई भङ्ग गर्ने काम गरेको उहाँले बताउनुभयो। 3 महिना त परिजाओस्, 3 वर्ष पुग्दा पनि नेपाल पत्रकार महासंघको निर्वाचन चैत 25 गते हुने तय भएको छ। महासंघका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसोसिएट संरचनाको निर्वाचन 25 गतेका लागि तय गरेको हो। महासंघको संशोधित विधान अनुसार केन्द्रीय साधारण सभा गत फागुन 4 र 5 गते सम्पन्न भइसकेको छ। चैत 7 गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासंघले जनाएको छ। निर्वाचनको नीति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ। हस्त अपन न्यूज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।